बराह पुराणमा नेपाल। दर्शकवृन्द, आउनुहोस् बराह पुराणको प्रकाशमा नेपालको सनातन सभ्यताको पवित्र केन्द्रलाई बुझौं। नेपाल केवल हिमाल, नदी र भूभागको नाम होइन। यो सनातन चेतना, तपस्या र आध्यात्मिक ऊर्जाले सिंचित पुण्यभूमि हो। यसको प्राचीनता र पवित्रताको प्रमाण हामीलाई इतिहासभन्दा पनि गहिरो पुराणीय शास्त्रहरूमा भेटिन्छ। बराह पुराण अध्याय 145 को श्लोक 82 मा सालग्राम क्षेत्रको महात्म्य वर्णन गर्दै स्पष्ट रूपमा भनिएको छ, नेपाले यच्छिवस्थानम समस्त सुख बल्लभम। यस श्लोकले नेपाललाई शिवको निवासस्थल र समस्त सुख शान्तिको प्रिय भूमिका रूपमा घोषणा गर्दछ। नेपाल कुनै एक तीर्थ मात्र होइन, तीर्थहरूको सार स्वरूप हो भन्ने भाव यसमा निहित छ। त्यस्तै बराह पुराण अध्याय 215 को श्लोक 38 मा गोकर्ण र जलेश्वरको महात्म्य वर्णन गर्दा भगवान स्वयंले भन्नुहुन्छ, नेपालाख्ये समुत्पस्ये स्वयमेव महितलात्। अर्थात् हिमालयको पवित्र चरणमा अवस्थित नेपाल नामक भूमिमा म स्वयं पृथ्वीबाट प्रकट हुनेछु। यस घोषणाले नेपाललाई देवावतरणको भूमि र ईश्वरीय लीला सम्पन्न हुने पुण्यस्थलका रूपमा स्थापित गर्दछ। यी शास्त्रीय प्रमाणहरूले नेपाललाई कुनै नयाँ राष्ट्र होइन, पुराण कालदेखि नै परिचित, पूजित र प्रतिष्ठित सभ्यताका रूपमा प्रमाणित गर्छन्। ऋषि महर्षिहरूको तपस्या, योग साधना र शिव शक्ति आराधनाले यो भूमि शताब्दीौंदेखि आलोकित रहँदै आएको छ। नेपालको पवित्रता यहाँका मन्दिर र तीर्थमा मात्र सीमित छैन। यसका हिमाल, नदी, सालग्राम, पशुपतिनाथ, गोकर्ण, जलेश्वर सबै सनातन संस्कृतिका जीवित प्रतीक हुन्। यहाँ धर्म जीवन शैली हो, परम्परा साधना हो र संस्कृति आत्माको अभिव्यक्ति हो। यसर्थ नेपाललाई बुझ्नु भनेको केवल भौगोलिक सिमाना चिन्नु होइन, नेपाललाई बुझ्नु भनेको सनातन धर्मको मूल प्रवाह बुझ्नु हो। यो भूमि आस्था, सत्य र तपस्याको अखण्ड धरोहर हो, जहाँ शास्त्रले इतिहासलाई मार्गदर्शन गर्छ र मानव चेतनाले ईश्वरसँग संवाद गर्छ।